यहाँ अब म गोदावरी पुगिसकेका छौँ। आज 7-8 जनाको ग्रुप छ। अङ्कलहरू भाइहरू काकाहरू हुनुहुन्छ। अनि मैले आज गोदावरी माथिबाटै सुरु गरेँ, किनभने उताबाट चाहिँ गरी भनौँ उता चाहिँ एकदमै रमाइलो छ, थकाइ पनि लागेको छ। के भन्न चाहनुहुन्छ अङ्कल, हामी कहाँ जाँदैछौँ? हामी अहिले गोदावरीको डाँडामा जाँदैछौँ। त्यस मार्बल डाँडा। धेरै दिनपछि भतिज भाइहरूसँग भेट भयो, धेरै खुसी लाग्यो। तैपनि यो खुसियालीमा हामी हिँड्दैछौँ यो जङ्गलको बाटो हुँदै। त्यस हरियाली छ, माथितिर अब बादल लागिरहेछ। आज शनिबारको मौका पारेर यहाँ पनि बाइकको पार्किङको काटेछन्, के काट्दैछ सबै यो ठन्डा पहिला थिएन त्यस्तो। ल यी विभिन्न खालका चराहरू पनि पाइँदो रहेछ। मार्बल डाँडा माथिको डाँडा चाहिँ माथिको डाँडामा जाँदैछौँ। यसरी केटाकेटीहरू आउँदैछन्। हामी चाहिँ यस्तो छ। लुतिया कुकुर छ, लुतिया कुकुर छ। यस्तो छ। यहाँ माथिदेखि लागेका छौँ। 7-8 जनाको ग्रुप छ। तल आउँदैछौँ। यस्तो राम्रो रुखहरू पनि छन् है काठमाडौँको गोदावरीमा। भलिबलका पुल हुने रहेछ यस्तो। घरको धुरी भयो भन्ने पनि भन्न पनि बेर छैन है। यस्तो छ यहाँ मजाले। हामी चाहिँ अब मार्बल डाँडातर्फ जाँदैछौँ। अनि एकदम रमाइलो छ। कति राम्रो जङ्गल, मलाई थाक लागेको छ। यस्तो यहाँबाट जान्छ क्या। हामी यता छौँ अनि गोदावरी मार्बल डाँडा जाँदैछौँ। एकदम राम्रो भ्यू जाँदैछ। यस्तो छ यहाँ अवस्था। विकास भाइ अनि यहाँ त यस्तो छ। भाइहरू यहाँ छन्। यस्तो छ यहाँ गोदावरीमा। अहिले कहाँ जाँदैछौँ भाइ? मार्बल डाँडा। कति घन्टा भयो हामी आएको? हामी आएको भयो लगभग 2-3 घन्टा भयो। अब जानु पर्यो त, किन अब बिस्तारै सामान किन्दैछौँ होइन। जुसहरू यो रेडबुलहरू लगेर जाउँ। हामी फेरि रेडबुल बाटोमा रेडबुल चाहिन्छ रेडबुल सेडबुल किन्नु। गर्मी सिजन छ होइन। यता छन् अङ्कलहरू, यता बसेका छौँ। हामी चाहिँ रेडी भएको छौँ। बाइकहरू यता राखेको छ, यता पनि बाइक राखेका छौँ हामीले। भ्लगमा हामीले पनि स्वागत गर्नुहोस्। यो भाइलाई अलि उदो हुन्छ तपाईँको भ्लगमा हामीलाई यता छौँ। कहाँ उता भयो क्या हजुर राम्रोसँग ल। हाम्रो कोक खाँदैछौँ हामी। ऊ यो भान्स्या क्या अरे वेटर। यता हेर त। यता हेर त विनोद। ए यता हेर त्यो अङ्कल, त्यो त अलि तल राख, म फोटो खिच्ने। ल यता हेर ल। दुई हप्ताले म त खाँदैन है, म त्यस्तो चिज कहिले खाँदैन। त्यो एउटा मात्र ल्याएको
त्यति बनाऊ गोदावरीको माथि मार्बल डाँडामा पुग्दैछौँ। बाटो एकदम कठिनो छ। अनि बाटोमा जुका सुका यी चाहिँ धेरै छन्, लागिरहेछन्। चिप्लो बाटो छ, एकदम चिप्लिएर आछौँ। ऊ जुका हेर्दैछ भाइ है, जुका लाग्यो कि फेरि रगत निकालिहाल्छ। अनि एकदम बाटो चिलाउन थाल्यो। तिमी हलाउनु पर्दैन नि त ठेका पुरै म खाँदैन। हामी गोदावरीको माथि रिसोर्ट मार्बल डाँडा आउँदैछौँ। एकदमै बाटो चिप्लो पनि बाटो छ। अनि यस्तो छ।